वेलकम ब्याक टु माई च्यानल। म त एमटिआरबाट बनाउँदैछु। उयो त मेकअप के गाइस अनि मास्क लगाएर म एमटिआर पुगिरहेको छु। दिदीको घरमा भात ठुस्न आइरहेको छ। फ्रीको पैसा जोगाएको चामल जोगाएको अनि यो मागेर लगेको फुल चाहिँ जाग्छ अरे क्या। अब पैसा तिरेर आउँछ तिमीहरूलाई रात रेटमा गाइस। यहाँ रेड लाइनमा क्रस गर्दैछ कोही कोही मान्छेहरू होइन। अनि पैसा तिराउँछ भनेर भनेको। अनि म त्यो फुल जाँदैछु। अनि बिहानै भनौँ आज त बिहानै भ्लग स्टार्ट गर्दै गाइस। बाटोमा भेटेर यो चाहिँ बिहान बस चढ्नुको लागि। सो मी माई फेभरेट प्लान्ट गाइस। म चाहिँ अब रिङ रोड आइसकेको छु। अनि मागेर लगेको फुलहरू चाहिँ छिट्टै जाग्छ क्या। अनि त्यही भएर अनि म त अप्सरा दिदीको घर गएर पनि खानासाना खाएर पनि अब घर जाँदैछ। अनि त्यहाँ चाहिँ भिडियो बनाएको थिइनँ नि त। अनि अहिले चाहिँ भिडियो बनाउनु मन लाग्यो क्या। यस्तो हातमा फुल देख्यो। यहाँ ब्यागमा पनि फुल छ। अनि यस्तो मेरो छोरा कस्तो भएको होला। रातिको 1 बजे खिच्दैछु। गाडीहरू आउँदैछ। म त बस वेटिङ। यहाँ मुनि पनि छ मेरो फुल सानो छ। यहाँ चाहिँ अब कति दिनमा कस्तो हुन्छ हेर्दै जाऊँ ल। मैले चाहिँ यसको फुल यो जस्मिन के भन्छ यसलाई चमेली फुल टिपेर कानमा दिने फुलमती भएर हिँड्दैछु होइन। अनि यो फुल चाहिँ पुरा भाइरल भएको छ क्या। आजभोलि बिच जाँदा पनि यही कानमा सिरिरहेको हुन्छ। टाउकोमा चिम्टी लगाइराखेको हुन्छ। अनि मैले पनि हल्का टिपेर राखिदिएँ। त्यो ओरिजिनल है गाइस। मेरो उड्छ होला मजाले पनि च्यापेको छैन होला। अनि एप्सतिर पनि के त यस्तो टिकटकतिर इन्स्टाग्रामतिर पनि यो फुलको चाहिँ पुरै भाइरल क्या। अब के भन्छ एप्सहरू भनौँ न पुरै भाइरल भइरहेको छ गाइस। कहाँ झर्छु होला माकुरी एकछिन त होइन मामाहरू देखेको त मेरो त साथै गएको क्या। अन्त क्यामेरा अफ गरिदिएको क्या मामाहरूलाई देख्ने बित्तिकै। अनि हामी जाँदैनौँ अहिले त्यो नजाने बेलामा चाहिँ ट्याक्सी रोक्नु खोज्छ। अरू बेला चाहिने बेलामा चाहिँ ट्याक्सी पनि रोक्दिँदैन गाइस। यस्तो अब सुत्ने गएर बिहान भेट्नुपर्छ ल। पानी पो पर्दो रहेछ। पानी पो पर्दो रहेछ। यस्तो चाहिँ हङकङको छतहरू त यस्तो हुन्छ। यस्तो फोहोर हुन्छ। के गर्नु गाह्रो छ। झ्याल लगेर जानु पर्यो मात्रै। यस्तरी गाइस पत्ती सत्ती मारेर त जानु पर्यो। अब छाता पनि लैजाउँ भयो। पानी पनि परिरहेछ। सो आज त केही पनि होइन। यत्तिकै मैले चाहिँ भिडियो स्टार्ट गरेको। मेरो भिडियोमा आजभोलि युट्युबमा मेरो भिडियो छैन नि त। अनि त्यही भएर हल्का यस्तो भिडियो बनाइदिउँ न। के को भिडियो हुन्छ के हुँदैन थाहा छैन। आई डोन्ट नो गाइस है। यस्तै छ जिन्दगी। लुगा पनि उठाएर जानु पऱ्यो। अनि यो चाहिँ मेरो मनी प्लान्ट यत्रो ठुलो यसो हौ। हिजो लिएर आएको अप्सरा दिदीको घरबाट। यो पनि अप्सरा दिदीकै बाटो लिएर आएको थिएँ। यस्तै पुटुङ थियो। त्यत्रो सानो थियो। अनि लास्टमा त यो त यत्रो बढेर त यत्रो भएको छ गाइस। गाइस राख्नु पऱ्यो नि। अब यो फोन पनि फ्याँक्नु पर्ने छ। जानु पऱ्यो। पानी पनि परिरहेछ। यस्तो बुटुङ गरेर छाता लैजाउँ कि नलैजाउँ भयो। छाता के गर्नु होइन। सबैलाई मैले भिडियो पनि बनाएको छैन गाइस। अनि सो अनि आज चाहिँ हल्का यस्तो यतिकै हिँडेको भिडियोहरू बनाउँछु भने चाहिँ अब कन्टेन्ट त के हुँदैन केही हुँदैन। केही थाहा छैन होइन। हेर्दै जानु होला लास्टसम्म। अनि आज म त के देखाउन सक्दिनँ। त्यही पनि राम्रो भएछ भने हाल्छु। राम्रो भएन भने हाल्दिनँ गाइस। यस्तो पानी पनि पर्दैछ। आज चाहिँ गर्मी हुन्छ नि त आजभोलि म पुरै। अनि आज त पानी परेछ। यो बुढो छाला बोकेर हिँड्दैछु गाइस। यस्तो छ सिँढीबाट बनाइदिएको ब्लग। अघिको माथितिर अलिअलि देखाइहालेँ। त्यो आज म चाहिँ अब डुल्नु जाँदैछु। यतिकै डुल्नु जाँदैछु। अल्छी लाग्यो नि त घर बस्दा आजभोलि मेरो बिजोग भइरहेको छ गाइस। के भन्नु भनेर साध्यै छैन क्या। दिन दशा लागेपछि के हुन्छ के हुँदैन त्यो त तपाईँहरूलाई पनि थाहा छ होइन। बिजोग छ मेरो आजभोलि गाइस। जाँदैछु म चाहिँ अब हेरौँ रेसी। अब बसमा जान्छु कि एमटिआरमा जान्छु कता जान्छु हेर्दै जानु होला लास्टैसम्म है। ल अहिलेसम्म भेटौँ गाइस। पानी परिरहेछ होइन। बस चाहिँ यहाँ आइसकेको रहेछ। बसमा जानु पऱ्यो भनेको। अहिले यस्तो हतार आयो नि। यस्तो कुदेको पानी परेको बेलामा चप्पल लगाएको पेट गर्दै कुदेको।
अनि त त्यो यस्तो चाहिँ पानी आज त बसमा गइरहेको पानी पनि परिरहेछ नि त यत्तिकै डुब्नु पऱ्यो भने चाहिँ आज चाहिँ के देखाउँछु हेर्नु न यस्तै त्यो बसमा जाँदैछु नि त बसमा कोक पनि बोकिरहेको छु यहाँ गाइस पुरै पानी गएर यस्तो दामी फुल मिलिरहेको छ क्या पिङ्की सो गाइस फाइनली भेट्यौँ फेरि पनि मात्रै पानी पनि परिरहेछ अनि यहाँ माथि माथि छाता ओढिदिएको हल्का यसो हिँड्नु पर्यो रनिङ जस्तो एक्सर्साइज हुन्छ भनेर हिँड्दैछु अनि यहाँ नयाँ नयाँ चिज के देख्छु तपाईँहरूलाई पनि म देखाइहाल्छु होइन अनि हेरौँ आज त म यो नयाँ ठाउँतिर जाँदैछु गाइस कस्तो हुन्छ के हुन्छ होइन के देख्छु तपाईँहरूलाई पनि अभियसली देखाइहाल्छु लेट्स सी म त यस्तो जाँदैछु आजभोलि चाहिँ मोटाएर यहाँ हिँड्न पनि सकेको छैन से भइसकेको छ अनि यो वारीपारी जाने ठाउँ हो यहाँ बाटो पनि यति धेरै छ नि त म चाहिँ उताको साइड जाँदैछु यो साइड जाँदैछु नि त अनि के कस्तो हुन्छ म देखाउँछु लुगा सेम भइरहेछ क्याप पनि सेम भइरहेछ मलाई चाहिँ मिलाएर लाएर हिँड्नु लाग्छ नि त पानी नै छिटाउँदैछ मेरो कपालले ऱ्याक भइरहेको छ रातभरि चाहिँ मैले कोक बेसी खानु थाल्यो क्या अनि मोटा जस्तो भएर अनि म चाहिँ यहाँ ग्रिन टी बोकेर हिँड्दैछु यहाँ हल्का सबैबाट चाहिँ निस्किनु पर्ने रहेछ होइन म यतातिर के रहेछ भनेर चाहिँ यत्तिकै हेर्नु आएको कि म यत्तिकै डुलिरहेको छु नि त आज यस्तो फुर्सद पाएर चाहिँ हल्का भिडियो बनाइदिउँ न त किन मिस गर्नु भनेर चाहिँ बनाउँदैछु अनि एक्लै पनि जाँदैछु अनि डर पनि लागेको त्यस्तो होइन अलिकति डर तर त्यस्तो खासै त लाग्दैन हङकङमा चाहिँ अब प्रायः जस्तो होइन अब नेपालमा हो अलिकति डर मर्दा पनि हुन्छ एक्लै सुनसान त्यस्तो ठाउँमा हिँड्नु पनि हुँदैन नि त अलिकति यता त के रहेछ भनेर त खासमा मैले हेर्नु खोजेको मात्रै हो अरू त्यस्तो केही पनि होइन गाइस मलाई त यो त डायमन्ड हिल जस्तो लाग्यो क्या यो देखेर चाहिँ मलाई डायमन्ड हिल जस्तो उतो भयो क्या हेरौँ ल किनभने डायमन्ड हिल जस्तो लाग्यो क्या नजिकै रहेछ त डायमन्ड हिल ओएमजी हो कि हो गाइस कस्तो आइम सक यहाँ डायमन्ड हिल त यहीँ रहेछ त अनि बाटो क्रस गर्ने बित्तिकै ओएमजी ल है गाइस अब अहिले त बन्द भइसकेको छ ल डायमन्ड हिलको त्यो हुन्छ नि हो त्यही जस्तो लाग्यो कि गाइस मलाई त्यस्तो लाग्यो क्या है त्यही पनि केही छैन म यहाँ ट्राई गरी हेर्छु होइन त्यो बाटो माथिकै टप बाटो देख्थेँ क्या अनि के रहेछ यतातिर भनेर फेरि अस्तिदेखि आउनु खोजेको हो क्या म कस्तोमा आज चाहिँ फाइनली आएको त है डायमन्ड हिलको यो हो जस्तो लागिरहेछ ढोका चाहिँ कता अघि त्यहाँ चाहिँ बन्द थियो यता ट्राई गर्छु ल एकछिन है म त यहाँ आइपुगिसक्यो होइन डायमन्ड हिल जस्तो लागिरहेछ क्या कसम यहाँ थाहा पाइहालिन्छ नि यस्तो छ होइन हो नि माकुरी डायमन्ड हिलै रहेछ नि त एकदम डायमन्ड हिलै रहेछ नि त पुरो यहाँनिर बन्द भइसकेको थियो आज छिर्नु दिँदैन रहेछ माकुरी यस्तो पानी झर्दैछ रहेछ कसम गाइज होइन डायमन्ड हिल त यहीँ रहेछ होइन अनि मेरो मोबाइलको क्यामेरामा पानी पस्छ यतिखेर त बन्द हुँदो रहेछ होइन अनि यो सबै डायमन्ड हिल रहेछ अनि म त्यत्तिकै के चाहिँ रहेछ हौ अस्तिदेखि के चाहिँ छ हौ यहाँनिर भन्दै हिँड्दै थिएँ क्या गाइज तर छिर्नु दिनु केही छैन नेक्स्ट टाइम आउँछु म चाहिँ कति वर्षपछि चाहिँ आज डायमन्ड हिलको माटोमा टेक्दैछु गाइज अब डायमन्ड हिल पनि यहीँ रहेछ होइन अनि यत्तिकै डुल्न आउँदा पनि हुने फाइदै रहेछ तर सबै बन्द छ अनि यहाँनिर दिँदैन रहेछ पानी पनि परिरहेछ अनि कस्तो अल्छी लाग्यो नि त अनि मलाई चाहिँ अनि यसो डुल्नु निस्केको राति
अनि पुरै सब बन्द रहेछ यो डायमन्डहरू चाहिँ किनभने जानु दिएन केही छैन नेक्स्ट टाइम जानुपर्छ अब म चाहिँ जहाँदेखि आएको त्यही ठाउँमा जाँदैछु होइन यता दायाँ बायाँ पनि गाडी हिँड्नुपर्छ किनभने त्यसरी बाटो क्रस गर्दा गर्दै गर्नु दिँदैन नि त यहाँनिर चाहिँ फाइन तिराउँछ गाइज सो के त अस्तिदेखि यहाँ के होला भनेको त डायमन्ड हिल पो हो रहेछ त ल यसै अब एकछिनमा भेटौँ न यताबाट आएको कि अब यताबाट जान्छु यतातिर त के रहेछ होइन सानो के छ पार्क यस्तो रहेछ होइन बस छिर्नु हुँदैन जङ्गल गाडी छ मच्छर टोक्छ अनि यही हो तपाईँहरूलाई देखाउनु खोजेको के रहेछ भनेको त लास्टमा त यस्तो पो हुनुहुँदो रहेछ अनि ला म त कता देखाएँ कता पुग्छु होला आज त म त बाटो भौतारीको अवस्थामा एक्लै गाइज म त कता पुग्दैछु गाइज म त हराएँ क्या हौ टर्टरमा राख्नु थालिसक्यो त अब त म त हराएँ यस्तो भयो कहाँ देखाएको अर्को बाटो आएको यस्तो भइरहेछ यस्तो सुनसान छ गाइज टाढो छ ठाउँ नदेख्न पनि टाढै रहेछ मैले कहाँ देखाएको म त फेरि यो बाटो पनि पुग्छ होला भनेर यता बाटो मोडे होइन यो बाटो त कहाँ पुग्छ जस्तो लागिरहेछ क्या कस्तो गाइज मलाई अब त्यो डेन्जर डराउनु थालिसक्यो क्या पानी पनि परिरहेछ यस्तो 9 कति बजिसकेको छ गाइज यस्तो भिजेन मेरो त अघि आउँदा पनि पानी कपाल चिसै अहिले पनि चिसै कपाल नसुकेर हैरान क्या फेरि अलिअलि छिटा पानी परेको मेरो त फेरि कपाल सुक्दैन क्या हतपत राम्रोसँगले गाइज देख्नुभयो मैले त कहाँ तपाईँहरूलाई देखाउँदैछु नि त होइन किनभने डायमन्डहरू त यहीँ रहेछ क्या वारिपारि मात्रै रहेछ म त सोचेको पनि थिइनँ क्या डायमन्डहरू यहाँनिर छ भनेर अनि अस्तिदेखि म नोटिस गरिरहेको छु त्यहाँनिर यो मन्दिर जस्तो के होला भन्दै थिएँ अनि आज त होस् भनेर यत्तिकै अल्छिमी लाग्यो नि त बस्दा अनि त्यही भएर यस्तो हिँडेको त है डायमन्डहरू त यहीँको रहेछ ल है अब म यहाँ बाटो हेर्नुपर्ने हुन्छ गुगलमा मेरोसँग दुईवटा फोन छैन नि त अनि यो फोन चाहिँ अफ गरेर मैले हेर्नुपर्ने हुन्छ अनि एकछिनमा फेरि आउँछु ल कता देखिँदैछ होइन कस्तो हाँस उठिरहेछ कि म हराइसकेँ है हराउँदा त हाँसको उठ्दो रहेछ यताबाट पो जान्थ्यो यता होला यताबाट जानुपर्छ यता पुग्छु कि भन्ने हाँस नछु म यतै जाम होला यतै जानुपर्छ यहाँ त यस्तो सानो गल्ली छ गाइस होइन अनि यहाँ चाहिँ पुरै दिउँसो त बिजी हुन्छ नि त यहाँ के हो थाहा छैन खानेकुरा छ भोक पनि लागेको यस्तो यहाँ त ग्यादरिङ हुन्छ होइन त्यो त अलमोस्ट बिजी हुन्छ दिउँसो चाहिँ अनि हल्का मलाई चाहिँ त्यस्तो के खानु होइन म त यतिकै डुलेको मात्रै यहाँको सब्जी पसल लाइन है दिउँसो त यस्तो प्याक हुन्छ मार्केट हो यहाँ चाहिँ यस्तो छ अब बन्द भइसकेको छ अब म चाहिँ पारिपट्टि जानुपर्ने हुन्छ है म त एकछिन यो चाहिँ 24 घन्टै खुल्ला हुन्छ अरे अरू सबै बन्द भइसकेको छ यसरी खानपिन तर म खाँदिनँ होइन म मोटाइरहेको छ नि त आजभोलि बन्द भइसक्यो अलमोस्ट सी फुड पाउँछ मजाले बन्द भइसकेको छ म चाहिँ पनि यहाँ रिल्याक्स छु सी फुड आइटमहरू छ यहाँ ट्याक्कै एमटिआरकै छेउमा यहाँदेखि निस्केँ अब चाहिँ यहाँ जानुपर्ने हुन्छ म वहाँदेखि छिर्ने हो मुसाको दुलोमा छिर्ने हो वहाँ अब बन्द गरेको नि अब चाहिँ मुसाको दुलोभित्र हेर्नुहोस् यस्तो पेन्टिङ पेन्टिङ हुन्छ अनि यो छोएजङ स्टेसन तपाईँ म चाहिँ मुसापट्टि थिएँ बारीपट्टि यता थिएँ अब यता आइसकेँ गइसकिन्छ म पर धेरै चाहिँ तपाईँ त जानु हिँड्नु अनि यस्तो घुमेर होइन यता पानी हाल्दैछ म चाहिँ एमटिआर कुरिरहेको अघि त्यो बसमा आएको थिएँ अब एमटिआर चाहिँ आयो भन्दा हुन्छ अब एमटिआरमा चढ्नुपर्छ अनि लाग्नुपर्छ आफ्नो गन्तव्यतिर छाता नि बुढो छाता यस्तो टेकिरहेको छु एमटिआर आयो अब चाहिँ